सो गाइस वेलकम बैक माई युट्युब च्यानल। आई होप सबैलाई सन्चै आरामै छ होला। धेरै वर्षात भिडियोको लिएर आएको छु। आज दसैँ टिकाको दिन। फर्स्ट अफ अल सबैजनालाई शुभकामना छ र म चाहिँ अगाडि मन्दिरमा जाँदैछु। जुन मन्दिरको नाम एक्ज्याक्ट मलाई पनि थाहा भएन। यो चाहिँ हाइवे सो हामी चाहिँ आइपुग्यौँ। यो छ नाम चाहिँ आफै पढ्नुहोस् है। धेरै हो ठ्याक्कै एक्ज्याक्ट मलाई पनि नाम थाहा भएन, आएको छैन मुखमा चाहिँ। सो हामी चाहिँ जाँदैछौँ। सो गाइस यो बाटो चाहिँ होइन, हामी चाहिँ यो साइडमा गएको थियौँ अनि फेरि चाहिँ वापस आएर यो साइडमा। यो बाटो चाहिँ दुईवटा रहेछ। माथिदेखि चाहिँ बाटो नभएको जस्तो लाग्यो हामीलाई। सो फेरि आएको माथिको डाँडा हेर्न सक्छौँ। एकदमै दामी रहेछ है। हामी त्यहाँ जाने त सकिँदैन किनकि बाटो एकदमै उकालो छ र यसको लागि चाहिँ हामीलाई पुरै एक दिन लाग्ने छ होइन। हामी चाहिँ यो मन्दिर जाँदैछौँ। अब चाहिँ हेरौँ मन्दिरमा के कस्तो रहेछ है, कुन मन्दिर रहेछ। अब मन्दिरको नाम पढ्न जान्नेन होइन साथीहरू, मन्दिरको नाम पढ्न जान्नेन पहिलोचोटि होइन। मुखमै आएन कि के भन्ने के नभन्ने हो कि भन्दाखेरि फेरि नपढेको भन्नु होला। फेरि एसी पास गरेको मान्छे हो फेरि होइन। हामी चाहिँ यहाँ आइपुग्यौँ है नजिकै। एकदम शान्त छ कि होइन, एकदमै यो सुनसान छ है। त्यस्तो भाइलेन्ट मलाई आवाज केही छैन है। हेरौँ सोट नै छौँ। यहाँ चाहिँ चप्पल खोल्नु पर्ने अवस्था रहेछ। ल साथीहरू हामी चाहिँ है मन्दिर नजिकै। यो ल साथीहरू मन्दिर पनि घुम्यो, घुमाउन पाइएन। यसो मुहान निकालेर भिडियो बनाउँदै थिएँ, सुठी बजाएर मुहाल गुजेर भनौँ होइन। यहाँ चाहिँ भिडियो बनाउनु अलग रहेछ र त्यो जुन माथि देखिएको पहाड छ त्यो एकदमै राम्रो छ। हामी त्यहाँ चाहिँ टाइम मिल्यो भने र त्यसको जाने गन्तव्य चाहिँ साइड कि त्यो यही जङ्गलदेखि नै छ होइन। यो पल्लो साइडदेखि गयो भने त जङ्गल साइड, यो अलि उता डाँडादेखि छ मान्छे गएको छ होइन। त्यहाँ चाहिँ हामी जानेछौँ पक्कै। ल गाइस आजको भिडियो यहीँ अन्त्य गर्न चाहन्छु। घुमाउन पाएन मन्दिरमा, हामी सो सरी। थोरै केही क्याप्चर गरेको छु, राख्नेछु। ओके।